नमस्कार दर्शकबिन, तपाईहरु हेर्दै हुनुहुन्छ बर्दिया खबर। नागरिकको आवाज, स्वतन्त्र पत्रकारिताको साहस। बाढी र डुबानको जोखिमसँग वर्षेनी जुझिरहेका बर्दियावासीहरूको सुरक्षालाई मध्यनजर गर्दै विपद पूर्व तयारी तथा कृत्रिम घटना अभ्यास गरिएको छ। नदी पार गरिरहेको हामी देख्न सक्छौं। लागिरहेको एकजना सर्फेस भिक्टिमको सहायताको लागि उद्धारकले जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद व्यवस्थापन समिति बर्दियाद्वारा आयोजित उक्त अभ्यास कार्यक्रम जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर 8 कोठिया स्थित भादा नदीमा गरिएको हो। लुम्बिनी प्रदेश सबभन्दा बढी जोखिममा रहेको र साथै बर्दिया जिल्ला पनि विभिन्न किसिमका नदीनालाहरू रहेको र विगतका घटनाहरूले समेत यो बढी जोखिममा रहेको। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बाढी सम्बन्धी पूर्व अभ्यास कार्यक्रम जनचेतना स्वरूप आयोजना गरिएको बताउनुभयो। उहाँले विगत वर्षहरूमा समेत यस किसिमको अभ्यासहरू भइरहेको जानकारी गराउनुभयो। बाढी सम्बन्धी पूर्व अभ्यास कार्यक्रम जनचेतना स्वरूप आयोजना गरेको हो। विगत वर्षमा पनि यस्ता जनचेतना सम्बन्धी कार्यक्रमहरू आयोजना हुँदै गरेका र अहिले जल तथा मौसम विज्ञानको पूर्वानुमान अनुसार विगत 30 वर्ष यताको औसत बाढी पानी पर्ने र तापक्रम बढ्ने पूर्वानुमान अनुसार अहिले क्षतिको बढी अनुमान गरिएको छ। बर्दियामा बाढी र डुबानको जोखिम रहेको उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले भन्नुभयो, हरेक वर्ष बाढी र डुबानले जिल्लामा धेरै धनजनको क्षति हुने गरेको छ। यो अभ्यासले क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। बर्दिया जिल्ला पनि बाढी र डुबानको जोखिम रहेको जिल्ला भएको कुरा हामीले विगतका इतिहासहरूबाट हेर्दै आइरहेका छौँ। विगतका इतिहासहरूले हामीलाई यो अनुभव देखाएको छ। हरेक वर्ष बाढी र डुबानबाट बर्दिया जिल्लामा धेरै धनजनको क्षति भएको देखिन्छ र यो क्षतिलाई न्यूनीकरण गर्नको लागि हामीले बाढी। यसै गरी कार्यक्रममा गुलरिया नगरपालिकाको नगर उपप्रमुख सावित्रा गौतमले गुलरिया नगरपालिकाको 6 वटा वडा बाढीको उच्च जोखिममा रहेको जानकारी दिँदै यस अभ्यासले समुदायमा चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो। हाम्रो यो गुलरिया भनेको यो नदीको छेउछाउ भएको छ। लगभग मलाई लाग्छ 6 वटा वडाहरू एकदमै जोखिमपूर्ण छ। त्यस्तै गरी यहाँहरूले जसरी यो कृत्रिम अभ्यास गर्नुभएको छ, यो हाम्रो स्रोत साधन आफ्नै गाउँठाउँमा हुने स्रोत साधनहरूलाई पनि प्रयोग गर्नुभएको छ। त्यस्तै गरी हामी सचेत हुनुपर्छ भन्ने कुरालाई यहाँहरूले देखाउनु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 31 गण हेडक्वार्टरको विशेष पहल तथा प्राविधिक संयोजन रहेको यस अभ्यासमा उद्धार टोलीले पानीमा डुबेका व्यक्तिहरूको जीवन रक्षा कसरी गर्न सकिन्छ भन्ने अभ्यास प्रस्तुत गरेका थिए। अभ्यासमा मेडिकल फर्स्ट रिस्पोन्डर टोलीको सक्रिय सहभागिता रहेको थियो। उद्धारपछि जीवनको जोखिम न्यून गर्न तुरन्त प्राथमिक उपचार गर्नुपर्ने देखाइयो। कार्यक्रममा जिल्लाको नेपाली सेना वज्रदलगढ, जिल्ला प्रहरी कार्यालय, बर्दिया अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, गैर सरकारी संस्था महासङ्घ, जिल्ला स्थित राजनीतिक दल, जिल्ला स्थितका कार्यालयहरू र गुलरिया नगरपालिकाको समन्वय रहेको थियो। अभ्यासले विपदको बेलामा हाम्रो प्रतिक्रिया प्रणालीलाई छरितो, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।